हे बाख्रा गइसकेपछि हिँड्नु। कताबाट छ आमा हाम्रो बाख्रा कताबाट छ बाख्रा त टन्नै कतिवटा हो नि 17वटा छ अलि ठुल्ठुलो सानो 3 5वटा दुईटा मसँगै हिँड्दा छ 5वटा हो ग्यारे घरमा 5वटा ए पाके छ कहाँनिर है घरमा चाहिँ अनि घर चाहिँ पुरै बन्द गरेछ बुवा चाहिँ कहाँ जानु काममा कसरी आउनु त अब कति 5 बजे होला आउनुहुन्छ होला केरा फलिरहेको घरमा आउन त्यो अलक्षिणहरू अहिले नै अहिले आउँदैन लिएर आउनुपर्छ खाते हाल नत्र म लिएर त्यो भुराहरू को त्यो भुराहरू अब खन्नु पर्ला खन्ने बेला भयो अदुवा खन्ने बेला भइसक्यो अरे अलि देऊ न उ के रे भाइ हो भाइ हैन भाइ यो कालीको घर हो यो हैन दिदीलाई देऊ दिदीलाई दे खाऊ 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 कस्तो खादिनु भने त दिदी त ना सिद्धो बुढी भयो त यो त मको ठुलो चाहिँ के हो यो नि कागती हो कागती त्यो बिगासी कागती चस्मे कागती तुन गोले खा त गोलो त गोलै हो घरको सेतो जाऊ जानी जाम बाँध्ने नि कागती खेती हो एउटा दुईटा तीनटा एउटा जमजम घर यो चाहिँ को हो त यो धुर्मिसे को हो के नाम हो तिम्रो हाँस रहेछ नि है तेरो घर जुत्ता खोल्नु ल 5 बजे 5 कति बजे कति बजे नानी मैले ए बजे 5 बज्न थाले 4:49 ए हाम्रो बाबुले के लगाइदियो तिम्रो मम्मीहरु त छैन तिम्रो नाम ए नालानी पो म त के हो तिम्रो नाम अस्मिता बिहे घर अस्मिता के हो माझी हो भाइ भयो कहाँ बिहे गर्छ माझी कहिले माझी हैन 18 गते छेवर गर्ने हो क्या कसको आम बोलेर आइस्यो आइसे ए अस्ति कोरियाबाट आएको बाहुनी ल्याउन लाएर गोर्खाको भाइ हो नि त अस्ति माग्न गयो क्या ए भयो नि बुहारी ल्याए भयो ए चौचौ खाने को फेरि कहाँबाट निस्केर आएको यो बाख्रा त यताबाट आयो अँ तपाईँ बोले